फाइनली आज नेमारको अनुहार देख्न पाइयो गेमको सेकेन्ड हाफको लगभग 75-76 मिनटमा उनी उत्रेका थिए। उनले जम्मा खेल्ने टाइम भनेको 20-22 मिनट पाए। 20-22 मिनटमा उनको पर्फर्मेन्स हेर्दाखेरि सुरुमा उनी अलिक अगमकिएको जस्तो, कता कता फिट नभएको जस्तो, होइन, केमिस्ट्री नमिलेको जस्तो देखिन्थ्यो। तर पछि 90 मिनट, अलमोस्ट 90 मिनट हुँदाखेरि र एडिसनल टाइममा 5-7 मिनट उनले राम्रो पर्फर्मेन्स गरे। त्यहाँबाट प्रमाणित हुन्छ कि नेमार अझै पनि ब्राजिल टिमका लागि फिट एन्ड छन् र चाहिने खेलाडी छन्। आशा गरौँ राउन्ड 32मा ब्राजिल पुगिसकेको छ समूह विजेता भएर समूह सीबाट। अब आउने राउन्ड 32 को गेममा र अघिल्लो गेमहरूमा चाहिँ ब्राजिलबाट चाहिँ नेमारले धेरैभन्दा धेरै खेल्ने टाइम पाउन् र उनको गेम हेर्न पाऊँ। ब्राजिलियन फ्यान प्लस नेमारका फ्यानहरूको लागि यो नै खुसीको खबर हो। अब आजको गेमको कुरा गरौँ, स्कटल्यान्ड भर्सेस ब्राजिलको कुरा गर्दाखेरि पुरै ब्राजिलले चाहिँ लगभग 90 मिनट नै एकदम डोमिनेटै गर्यो, होइन। सुरुमै स्कटल्यान्डको डिफेन्डरको इरोडले गर्दाखेरि भिनिसियस जुनियरले गोल लगाए। भिनिसियस जुनियर आजको स्टार खेलाडी, आजको गेममा एकदमै चम्केका खेलाडी। उनले 2 गोल गरे, झन्डै ह्याट्रिक पनि गरेका थिए, होइन, 2-3 चोटि त चान्स पनि पाएका थिए। अब अर्कोतर्फ स्कटल्यान्डको पर्फर्मेन्सको कुरा गर्ने भनेदेखि चाहिँ स्कटल्यान्डको गेम एभरेजमा थियो, तर सबैभन्दा इरोड चाहिँ उनीहरूको डिफेन्डरमा इरोड भएकै कारणले गर्दा उनीहरूले 3 गोल खाए, होइन। त्यो नभएको भएदेखि केही हुन सक्थ्यो। म्याक्टोमिनी जो एकदमै अहिलेको यङ अनि राम्रो प्लेयर, स्कटल्यान्डमा जम्मा उनकै आधारमा मात्रै, उनकै थ्रुबाट मात्रै आज एट्याकिङ भएको देखिन्थ्यो, होइन। 3-4 चोटि त म्याक्टोमिनीले गरेका थिए, तर त्यो गोल हुन सफल भएन। एनिवे ग्रुप सीको गेम सकिसकेको छ। ग्रुप सीबाट ब्राजिल विजेता र मोरोक्को उपविजेताको रूपमा राउन्ड 32मा पुगिसकेको छ। ब्राजिल र मोरोक्कोले 7-7 पोइन्ट हासिल गरे तापनि गोल डिफरेन्सको आधारमा ब्राजिल विजेताको रूपमा राउन्ड 30मा गएको हो।